नमस्कार साथीहरू। आज हामी कुरा गर्दैछौँ मार्केटिङका 4 गुणहरूको बारेमा, जुन कुनै पनि व्यवसाय सफल बनाउनको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। जसमा प्रोडक्ट उत्पादन, तपाईँ के बेच्दै हुनुहुन्छ, तपाईँको उत्पादनले ग्राहकको समस्या समाधान गर्नुपर्छ र उनीहरूको आवश्यकता पूरा गर्नुपर्छ। राम्रो गुणस्तर र उपयोगिता भएको उत्पादनले ग्राहकलाई आकर्षित गर्छ। त्यस्तै मूल्य, प्राइस, तपाईँले आफ्नो उत्पादनको मूल्य कति राख्नु भएको छ, मूल्य ग्राहकको पहुँचभित्र हुनुपर्छ र बजार प्रतिस्पर्धासँग मिल्नुपर्छ। सही मूल्य निर्धारणले बिक्री बढाउन ठूलो भूमिका खेल्दछ। त्यसैले मूल्य पनि अत्यन्तै एउटा अमूल्य विषय हो व्यापार बढाउनको लागि। त्यस्तै गरेर स्थान, प्लेस, तपाईँ आफ्नो उत्पादन कहाँ र कसरी बेच्दै हुनुहुन्छ, सही स्थान र वितरण प्रणालीले ग्राहकसम्म सजिलै पुग्न मद्दत गर्छ, चाहे त्यो अनलाइन होस् वा अफलाइन होस्। प्रमोसन, प्रचार र तपाईको आफ्नो उत्पादनलाई कसरी प्रचार गर्दै हुनुहुन्छ, विज्ञापन, सोशल मिडिया, अफर र क्याम्पिङहरू ग्राहकहरूलाई आकर्षित गर्न मद्दत गर्दछ। यस्तो गर्नुभयो भने त्यो चिजमा देखेर कस्टमरले यो चिज युज गर्न पाए हुन्थ्यो, यो प्रडक्ट लिन पाए हुन्थ्यो भन्ने एउटा कौतूहलता जाग्छ र तपाईको व्यापार प्रवर्धन हुन सक्छ। यी 4 तत्त्वहरूलाई सन्तुलित र रणनीतिक रूपमा प्रयोग गर्नुभयो भने तपाईको व्यवसायलाई सफलताको बाटोमा लैजान केही हदसम्म सहयोग मिल्नेछ। यदि तपाईहरूलाई मैले यो दिएका केही टिपहरू राम्रो लाग्यो भने कृपया यो भिडियोलाई लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला। धन्यवाद। तपाईको दिन शुभ रहोस्।